सर नमस्कार जोजोलपा म देश र जनताको मान्छे राजाराम तन्डुका। मैले सोध्न खोजेको चाहिँ लोड सेडिङ कुलमान घिसिङ हटेको एक हप्तादेखि नै पटक पटक बत्ती निम्न थालेको छ र त्यो यो हलमा बसेको कसैले पनि होइन भन्न सक्दैन। छ भने एकजना कसैले हात उठाउनु होला, छ भने तपाईहरुले भन्नुभयो, तपाईले पनि भन्नु नि भयो। पटक पटक आएको छ। सुन्नुस्, चैत्र मसान्तसम्मको डाटा दिए त्यो स्मार्ट मिटर चेक पटक पटक आएको छ। जुन तपाईले अहिले क्यारेट र स्टिकको कुरा गर्नुभयो, तपाईले स्टिक त झन् त्यो महिनामै हैन, जुन हप्ता दिनै नगर्दै बत्ती तिर्ने बत्तीको पैसा महसुल तिर्नेहरूलाई चाहिँ स्टिक दिनुभयो कि भन्दा लोड सेडिङ गरेर बत्ती निभाएर के त भन्दा फालिसकेको जेनेरेटरहरू खोज्न परेको छ। जसले बेचिसकेको जेनेरेटर उसले किन्न जान परेको छ, जसले इन्भर्टर फालिसकेको छ उसले फेरि किन्न जान परेको छ हैन। अनि जसले इन्डक्सनमा भात पकाउन थालेको थियो उसले फेरि ग्यास चुलो किन्न परेको अवस्था छ। हेर्न जानुस्, बुझ्न जानुस्, बजारमा सेल चाहिँ ग्यास चुलोको सेल्स बढ्या छ, इन्डक्सनको होइन। जेनेरेटरको सेल्स बढ्या छ, ब्याट्रीको सेल्स बढ्या छ हैन। दुःख पाएको छ र भुक्तभोगी म आफै हो हैन। यो किन भइरहेछ? मेरो बुवा त एक दिन नागला भनेर दौडी पुग्नुहुन्छ। म बुलडोल बन्छु, गुसिङ्गाल तपाईको बाटो ठ्याक्कै 200-300 मिटर पारी पुलचोकमा गएर तिर्नुहुन्छ। अनि लोड सेडिङ भइराखेको छ, तपाईले छैन भन्नुभयो, तपाई एक्लै हात उठाउनुभयो। तपाईले तपाईका मञ्चमा बसेले उठाएर भएन, यहाँ पत्रकार मित्र र यहाँ फ्लोरमा बस्नेले उठाउनु पर्यो के। निभेकै छ, लग हेर्नुहोस् किन निभिरहेछ यसरी? जनतालाई यस्तो त गर्न पाइएन नि हैन। बत्ती किन निभिरहेछ र तपाईले त्यो डेडिकेटेड जन लाइन वालाको सुन्नुस् न, उठाउन सक्दिन यो भन्नुहुन्छ हैन। उनीहरुको लाइन काट्न सक्नुहुन्न भन्नुहुन्छ। अनि जनतालाई चाहिँ नि लाइन काट्दिनु, सबैको सबै जनालाई काट्दिनु। आज बिहानै पनि आधा घण्टा मेरो घरमा बत्ती निभेर मेरो मोबाइलै चार्ज गर्न पाएन। बुझ्नु भएन? यो समस्या बत्ती बिना 15 मिनेट निभोस्, आधा घण्टा निभोस्, ब्याकअप त चाहिने नै हुन्छ, किन्नै पर्ने हुन्छ, दुःख त पाउँछ। बत्ती जस्तो चिज कन्टिन्यू त हुनु पर्यो नि। जो तपाईले जतिसुकै होइन भने पनि यहाँ पत्रकारज्यूहरू हुन्छ, सबै हुनुहुन्छ, कसैले बोल्न सक्दैन। ल भन्नुहोस्, तपाईले उहाँले हात उठाउँदै हुनुहुन्छ, ल भन्नुहोस्। पहिला पनि जान्थ्यो बत्ती, अहिले गएको छैन है त्यस्तै। जान्छ बत्ती जान्छ, लगाएर भने होइन, मैले लगाएर पाएर निभेको छैन भने होइन, निभेको छ। तर तपाईँ आइसकेपछि बढी निभ्न थाल्यो फ्रिक्वेन्सी के, त्यसको नम्बर अफ त्यो निभ्ने क्रम चाहिँ दिनको नै 2-3 चोटिसम्म निभेको छ। हो, हप्तामा निभ्थ्यो, कहिलेकाहीँ निभ्थ्यो, ननिभ्ने होइन। कुलमान घिसिङ हुँदाखेरि बत्ती नै निभेको छैन भनेर मैले कहाँ भनेर होइन। त्यसो गरौँ न, तपाईको घरमा स्मार्ट मिटर छ तन्डुकारजी? हजुर, तपाईको घरमा अहिले स्मार्ट मिटर छ?